हेलो गाइज, वेलकम छ हाम्रो मिनी ब्लगमा। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। आज रुम चेन्ज गरेर आएको। हेलो गाइज, के छ हालखबर? सो हाम्रो सामानहरू लोड भइसकेको छ। अब नयाँ रुमतर्फ लागिरहेको छ। सो हामी बाहिर आइसक्यौँ। अब गेट लक गरेर कि चाहिँ साउलाई बुझाउनु भएको। त्यसपछि हामी नयाँ रुमतर्फ लाग्यौँ। हाम्रो क्यामेराम्यान चाहिँ दाइ हुनुहुन्छ। सो फाइनली हामी रुममा पुगिसकेको छौँ। त्यसपछि हामीले सामानहरू झारिरहेको थियौँ। सो हामी रुममा पुगिसकेको छौँ। यो चाहिँ पहिला चाहिँ क्रेसर थियो, अहिले चाहिँ मान्छेहरू छैन होइन, बन्द भयो। त्यही भएर यस्तै छ। र पर एकदम नेचुरल के। अब हामी रुमको नजारा हेर्नेछौँ कस्तो छ। यो हाम्रो रुम सफा हुँदैछ। यो चाहिँ के रहेछ? यो राति 12 बजे बजाउनु त दादा? म के बजाउनु त्यसलाई? बजाउनु न। यो त हो होइन र, भगवानले बजाउने। फुक्नु न। कहाँबाट फुक्नु न। सो यहाँ चाहिँ भगवानहरूको फोटो धेरै थियो कि किन हो त्यो त बुझ्न सकिनँ होइन। तर 5-6 भन्दा बढी नै थियो कि। तर हामीहरू त यति राख्दैनौँ नि त फोटोमा। म बाहिर आएँ अनि अघि देखिरहेको थिएँ कि आँप झुन्डेको रूपमा। अब यस्तो मौका भेटेको बेला त कहाँ छोड्ने हुन्छ भनेर वरपर ढुङ्गा काठ खोज्न थालेँ। केही भेटिनँ। एउटा ढुङ्गा भेटेँ तर झार्नै सकिनँ क्या मैले। त्यस्तै त कहाँ छोड्ने हुन्छ भनेर फेरि एउटा काठ खोजेर ल्याएँ। सो हानेको त एकैपटकमा झऱ्यो कि। सो खुसी हुँदै होइन सबै आफूहरू चिसो। बाई गाइजहरू, आजको ब्लग यति नै। सो फेरि पनि भेट्नेछौँ नेक्स्ट ब्लगमा। टाटा बाई बाई, टेक केयर।